Hello beautiful people, welcome back to my channel. So long time back I'm again guys. है धेरै दिन पछि आएको छु. So it's surprise. आज चाहिँ म it's a hot cake not only in Dharan, in all over the country Nepal. So right now I'm in Shram Sanskriti Park, it's called है. So AKA के भन्छ अझै ओसो पार्क पनि भनेर चिनिन्थ्यो यसलाई. सो आज फाइनली धेरै दिन भएको थियो मैले सुनेको, तर आज मैले फाइनली म आफै आउनु पाएको छु हैन. सो यो चाहिँ यसरी देख्छ, यस्तो देखिन्छ. सो यहाँहरुले हेर्न सक्नुहुन्छ धेरै जना मान्छेहरु आउनु भएको छ घुम्नलाई उहाँको फ्यामिलीहरुसँग. सो कसैले इमेजिन गर्न सकेको थिएन सायद यो चाहिँ एउटा बगर थियो, एउटा खोलाको बगर. खोलाको बगरलाई यस्तो स्वरूप दिनु भनेको इट्स नट अ जोक. SDS सचेत धराने समथिङ यु क्यान सी. मलाई एकदम रमाइलो लागिरहेछ यहाँ है. होपफुली तपाईहरुलाई पनि राम्रो लागिरहेछ होला. Okay, let's see what is in here. धेरै मान्छेले घुम्न आएका छन् यहाँ. म सोचे म मात्र एक्लै छु जस्तो लागेको थियो. हेरौँ के भनेको छ यहाँ ल. Okay. So a lot of the people are here. There was some technical issue. Sorry for that. So the view you can see seems like this. So people are here. मैले सुनेको थिएँ तर यत्रो वर्ष भएको थियो धरान हैन, कहिले आएको थिएन के यो ठाउँमा. मजा लागिरहेछ. सो तपाईहरु पनि आउन चाहनुहुन्छ भने प्लिज visit once. It's really amazing. Really amazing. A lot of people hanging out with their family and friends. If you want to visit, you can come. Please welcome. As you can see the gate, it's a beautiful gate. देख्न सक्नुहुन्छ यहाँ सबै लगाउँछ. उहाँ श्रम गरिराख्नु भएको छ. त्यही भएर नामै श्रम संस्कृति पार्क है. ₹20 टिकट को ₹20 कता गया चेंज.
सो म चाहिँ टिकट लिँदैछु होइन संस्कृत पार्कभित्र जानलाई। मलाई एउटा टिकट दिनुहोस् न। 20 रुपियाँ भन्नुभयो कि? हजुर। धन्यवाद। उहाँको पनि राख्छ। भित्र आइसकेको छु होइन। यहाँ चाहिँ यस्तो देखिन्छ भित्र चाहिँ एन्ट्री हुनु बित्तिकै कस्तो मजाले बनाउनु भएको छ उहाँहरूले। यहाँ ढोल देख्नु सकिन्छ। के को बनाएको थाहा छैन है। संसदमा खेत यहाँ हेर्नुहोस् पुर्खाको इतिहास ढाकर। ढाकर भन्छ बोक्ने मान्छेलाई ढाक्रे। पहिला गाडी नहुँदा चाहिँ गाडी घोडा नहुँदा मान्छेहरूले यसरी बोकेर लाने ल्याउने गर्थे आफूले चाहिने सामानहरू। कस्तो रमाइलो ठाउँ छ, धेरै रमाइलो। यहाँ चाहिँ आफ्ना आफन्तको मेमोरीमा यसरी बनाउनु भएको छ उहाँहरूले। बस्ने ठाउँ सिमेन्टेड कलरफुल। So beautiful. नेपालको झन्डा। यो पार्क चाहिँ यसरी बनेको है। यहाँ औजार काम गर्ने औजार छ। सो यहाँ चाहिँ हर्कबाद जो चाहिँ हाम्रो धरानको मेयर हुनुहुन्छ उहाँको नाममा बनिएको छ। यहाँ के लेखिएको छ? धरानको महानगरपालिका सुनसरी नेपाल मेयर हर्क साम्पाङ राई ज्यूका अभियान अन्तर्गत बनेको श्रम संस्कृति पार्कको एक भाग कलात्मक श्रम चौतारी। सो यो ठाउँलाई चाहिँ श्रम चौतारी भनिन्छ है त। चेलीहरू यहाँ टिकटक बनाएर राख्नु भएको छ। टिलिक्क घाम लाग्छ आज चाहिँ। सो प्रवेश निषेध। यो चाहिँ गोर्खा चौतारी हो जहाँसम्म यसरी बनिएको छ। हाललाई चाहिँ यहाँ प्रवेश निषेध लेखिएको छ। जहाँसम्म लाग्छ छिर्न पाइँदैन अहिले चाहिँ। Uniting all the Gurkhas. यो चाहिँ गोर्खा चौतारी भनिन्छ यसलाई चाहिँ हैन। एकदमै रमाइलो छ। You cannot imagine maybe a river bank can be transformed into a beautiful park. एकदमै रमाइलो छ। धेरै राम्रो बनेको रहेछ।
तर एक दिन पनि आएर आफूले श्रमदान गर्नु पाएको छैन अहिलेसम्म होइन। एक दिन चाहिँ आउनुपर्छ, आउने छु म आउनुपर्छ, आउने छु। सो यो चाहिँ भयो धरान। तपाईहरुलाई धरानको मतलब थाहा थिएन होला अहिलेसम्म। यो चीजलाई भनिन्छ धरान, जुन चाहिँ पहिला वुड मिल थिएन, काठको मिल थिएन जब, तब मानिसहरूले यसरी बनाएर काठ चिर्ने गर्थ्यो। यो चीजलाई धरान भनिन्छ, त्यसको प्रतिमा बनेको छ है त। जलधार क्षेत्र जाने बन्द छ जस्तो छ। खोला भयो, हेर्नुस् प्रकृति रमाउनुस्, प्रकृति देखेर कस्तो रमाइलो छ। प्रकृति बनाउने इन्जिनियर कस्तो होला हैन। वान त भित्र जाउँ के छ। गर्मी गर्मी छ मौसम, त्यो पनि एकदम शीतल छ है खोलामा चाहिँ। खोला छेउ भएर पनि होला। जलधार क्षेत्र यहीँबाट पानी लग्यो हो। हजुर यहीँबाट चाहिँ हाम्रो धरानतिर पानी ल्याएको छ, खाने पानी, श्रम गरेर ल्याएको पानी। यो पानी चाहिँ यहाँ संरक्षणको लागि हो। अब यसको ट्याङ्की चाहिँ ओ माथि ट्याङ्की चाहिँ माथि बनाएको यहाँ ओसो पार्कको लागि संरक्षणको लागि, खानेपानीको लागि। यो चाहिँ पानी कहाँ लान्छ? यो पानी यतै फुलबारीतिर ए फुलबारीको लागि हो। खाने पानी चाहिँ माथिबाट हो। ट्याङ्की छ। ए भन्छु मैले रङ भन्छु, थुप्रै पाइपहरू ल्याएको छ। यो पनि माथिबाट ल्याएको कताबाट ल्याएको? ए खोलाकै पानी होला। ए हजुर चाहिँ यहीँबाट हो कि? हजुर हामी यहीँ धरानै हो। धरानै हो। कहाँ बस्नुहुन्छ धरान? 17मा? ए हुन त म पनि साथकै हो कि, आएकै छैन मान्छे घरमा भएको। आज पहिलोचोटि आउँदैछु। दामी बनाएको छ जस। मान्छेले मान्छ त खाँदै बियर खाँदै बसिरहेको छ नि। यहाँ पनि खाने पानी, नेचुरल वाटर। सो अघि पनि माथिबाट मैले ब्रिफ गरेको थिएँ यसको बारेमा। सो अहिले पनि हेर्न सक्नुहुन्छ नजिकबाट। धरान, इट्स कॉल्ड धरान फ्रेम। यसकै नाममा आज सहरको नाम भएको छ। लगभग पूर्वको मान्छेलाई त थाहा छ धरान के हो भनेर हैन, तर सायद पश्चिमको मान्छेहरूलाई चाहिँ या अहिलेको जेनेरेसनहरूलाई धरानको असली अर्थ चाहिँ थाहा छैन। अहिले चाहिँ लगभग थाहा हुन थालिसक्यो यो प्रतिमाले गर्दा। ओके, one more beautiful thing I'm going to show you guys. You can see the beautiful fishes in the water. If you can see,
The colorful fishes. मलाई प्रपर नाम चाहिँ थाहा भएन है माछाहरूको के नाम हो भनेर So let's have a sit. एकदम रमाइलो शीतल म चाहिँ एक्लै आएँ हैन घुम्नलाई तर तपाईहरु चाहिँ कसै साथीहरुसँग आउनु होला so it will be not bore like me है हुन त मलाई पनि बोर भएको छैन ठाउँ एकदम रमाइलो भएर हेर्नु पाइरहेको छु just some enjoying the view. यो पनि कुनै आमा हुनुहुन्छ उहाँको मेमोरीमा बनेको है बसिरहेको छु त्यसमा पारिपट्टि रक गार्डन भन्ने पनि छ त्यहाँ पनि अब यसो घुमेर आउनु पर्यो तिर्खला यस्तो भयो मलाई चाहिँ के रे त्यहाँ निस्किने बाटो होला लेट्स गो कता खिच्दैछु आज मैले थाहा छैन मलाई यहाँ चाहिँ हेर्न मन लागेको थियो मलाई के थियो माथि भित्र जानु पाइएन कि यो इनोग्रेसन त भएको जस्तो लाग्यो अस्ति गोर्खा चौतारी प्रोजेक्ट अफिस I think this is still under construction. So many things are not done yet. That's why the gates are closed from both sides. As you can see, it's mentioned here. It says "Kaam hudaisu bistarai januhos." But gate is closed for the time being. Oh, so cute kids. लड्छ Pretty busy park. I thought there will be nobody else. When I came out from my home, I thought there will be no one else because it was pretty hot. But after coming here, I think I'm late. So everybody was here. Gurkhapat. So यहाँ हेर्नुस् if you can read. I know some of you maybe don't like him, but I'm sure one day you people will realize who is he. Even I don't like his every activity, but it doesn't mean that I don't support him. I support him
So we have to ignore some negative things as well, because people have always negative point and the positive point. So sometimes we have to ignore the negative point of the people, because no one is perfect, isn't it? No one is perfect, neither me nor you people. So we have to accept even the negative things, but it doesn't mean that you have to accept everything. Anyway, I'm going to have chill water again. Natural water. If you come here, you don't need to buy water or bottle. You can drink water, natural water, free of cost. So, I think I'm gonna go over there, because that seems pretty good. I think the way is from the other side, across the bridge, I think. So I'm going to enter there and I'm gonna sow there, okay? So have you ever imagined this river bank can be transformed into a beautiful park? Which way did I come? दाइ यो चाहिँ कता जाने बाटो हो मास्टर? यो तपाईको जानुहुन्छ नि माथि चिन्डे डाँडाहरु देखि लिएर पर ओसो पार्क के रे ब्रिटिश मेमोरियल पार्क भन्छ नि त्यता पनि छ पार्क तर यो कच्ची छ तर यो पछि चाहिँ पिच बनाएर यसो घुम्ने यहाँबाट त कति टाढा छ यहाँबाट चाहिँ? टाढै पर्छ निकै झन्डै हिँडेर आउने 2 घण्टै लाग्छ 2 घण्टा लाग्छ टाढै छ है पहिला यसलाई ओसो पार्क भन्ने गरिन्थ्यो यतिलाई कुन चाहिँलाई भन्छ ओसो पार्क चाहिँ? यो यति हो ओसो पार्क भनेको यो भित्ता सो बनाएको 5 करोडको अरे कांग्रेसले बनाएको हैन कांग्रेसले बनाएको अब यहाँ हामीले मेन्टेन गर्छौं भन्दाखेरि उनीहरुले दिएन मेन्टेनेन्सको नदिएको कारण चाहिँ के हो भने उनीहरुको अब उनीहरु पार्टीमा हैन माथि सत्तामा उनीहरुले पैसा इयरली ल्याउने के गर्छ साफ पनि छैन मेन्टेनेन्स लागि दिने तर काम छैन 5 करोड 5 करोड इच इयर कि बनाउँदाखेरि यति बनाउँदाखेरि पहिला 5 करोड हजुर अब मेन्टेनको लागि उनीहरुले पार्टीले दिन्दो होला कति ल्याउँछ त्यो थाहा छैन अनि यहाँनेरि यो श्रम संस्कृति पार्कले नै अब लिने भनेर भन्दाखेरि माने उनीहरुको आय स्रोत हो नि त हजुर यहाँ अहिले त्यो गोरखा चौतारी इनोग्रेसन भइसकेको हो भोलि चाहिँ हो भोलि ओके यहाँनेरि यो गाडी आइदिएर भोलिको लागि चाहिँ पानी सुकाएको त्यो पानी चाहिँ कहाँबाट आएको यो माथि पाइप फुटेको छ पाइप फुट्यो हाम्रो रानको खाने पाइप आफै फुट्यो अब धेरै बाटोहरू भए पानी दिएन भन्ने पाइप काटिदिएर हरेक चिज हैन त्यही त हेरिरहेको थियो हामीले उसमा चाहिँ न्युजहरुमा साह्रै नराम्रो किन त्यो पाइप काट्नु त्यो त अपराध हो नि त अपराध हो नि पानीमा त बरु नखाउस् न मन परेन भने नखाऊ अरूलाई त्यसो गर्नु भएन नि त गरेको काममा किनभने जनताले पैसा आफ्नै पैसा दिएको यो कुनै सरकारको पैसा के पनि लागेको छैन यहाँले हजुर हजुर यो आफै जनता लागेर आफै बनाएर हैन हामी म भूप हो
मलाई यहाँनिर आएर गर्नु जरुरी थिएन हजुर एक्स गोर्खा राइफल हाम्रो देश हेरेर हजुर हैन गर्दा किन हुँदैन हुन्छ नि भन्ने प्रकारले हामीले यहाँनिर लागि सुरु गरेको हो अब भोलि त्यो उद्घाटन छ र पनि हामी लागिबस्छौँ हैन हो त्यो हो अब पार्टीको तरिकाले यही नै हो हजुर कति बजे छ भोलि उद्घाटन हजुर कति बजे छ उद्घाटन भोलि झन्डै 12-1 बजी हुन्छ ए हाम्रो मेयर साहब पनि आउनुहुन्छ हामी चाहिँ 9 बजेदेखि साफसफाई हरेक चिज हजुर गर्नुपर्ने छ भोलि चाहिँ हाम्रो मेयरज्यू पनि आउनुहुन्छ मेयर ठ्याक्कै 12:30 मा आउँछ 1 बजी ऊ आएपछि अब उनीहरू हजुर अनि अतिथिहरू छ त्यो छ भोलिको अनि हामीले नगरलाई दिने हो नगरपालिकालाई र पनि हामीले भूपुले पनि त्यहाँ कमिटीहरू हजुर खडा गरेको छ आदान प्रदान भोलि पर्सि अर्को कुनै पार्टी आएर कुनै किसिमको गर्नु नपर्ने राजनीति गर्नु पाइयो कागजपत्र सबै बनाएको हुन्छ रिटर्न होइन हामीले भोटले राख्छ उनीहरूले राख्छ कुनै किसिमको उसले तोडफोड गरे इत्यादि वास्ता गरेन भने त्यही मुताबिकले फ्युचरमा यहाँको जनताहरू हामीले लिन्छौँ भनेर फेरि लिनु सक्ने खालको बनाउनु ए त्यो कागजपत्र डिल चाहिँ गर्नु अब हुन्छ नि पार्टी सिस्टमले मान्छेहरू होइन यहाँ त राजनीति बढी छ यो धेरै लाग्दैन हामीले यो सोचाउनु पर्यो भने नि किनभने 2-4 जनालाई फाँसी दिनैपर्छ हजुर फाँसी दिनैपर्छ होइन जो भ्रष्टाचारीलाई फाँसी दिनैपर्छ उसको परिवार सहित मारिदिनु सबै नाति पनातिसम्म चाइनाको जस्तो गरिदियो भने कुनैले गर्दैन देश बनिहाल्छ अटोमेटिकली के छैन हाम्रो नेपालमा हजुर दबाई पानी यो सबै यो झार जङ्गलहरू सबै रिसर्च गर्यो भने दबाई हो होइन यो सर्दो खोलामा के भन्छ त्यो उसहरू भेट्छ हिरामती भन्नेहरू होइन हजुर किन नगरेको तेल निकाल्नु आँट्यो उतै अर्को थापिन्छ होइन तेल निकाल्यो भने जनताले खानु पाउँदैन त्यही त गर्नु नदिने आफू पनि नगर्ने त्यो चलन खतम छ के अब बिस्तारो आउँछ हेर्नुहोस् है नेपालमा ल हजुर ल धन्यवाद हजुरसँग कुरा गरेर खुसी लाग्यो है Okay, it was very nice conversation with him. So let's move to the next what is called destination, not destination actually. So manche आउँदैछ न चाहिँ रमाइलो छ सबैजना टेकअप गरिरहेको छ जारी ओके यहाँ नेपाली मुभीहरूको पनि प्रमोसन भइरहेछ कहिले इन सिनेमास कार्तिक 7 नोभेम्बर सायद आज कति तारिक भयो आज कति तारिक भयो मलाई पनि थाहा छैन एक्ज्याक्टली तपाईँहरू जानु चाहनुहुन्छ भने सिनेमा हेर्न पक्कै पनि जानु होला नजिकको सिनेमाघरहरूमा आई सुड पर्चेस टिकट एज वेल हियर नमस्कार दाइ टिकट लिनुपर्ने हो कति रुपियाँ हो एउटै दिनुहोस् मलाई हजुर 35 रुपियाँ ओके एकछिन 50 थियो होला यो पनि हालसालै बनेको उतापट्टिसँगै हो यो पनि श्रमबाटै बनेको है ओके हजुर ए त्यो लिएर आइसक्यो म हजुर हजुर आराधना मैले त फ्याल्दै त उता त्यो त
यता कतै अब फ्याल्दिनँ ननिस्किन्जेल फ्याल्दिनँ हो ल आएर दिनुपर्छ पर्दैन नि ए ओके ए ओके हजुर ए फेरि रिएन्ट्री गर्नु चाहियो भने चाहिँ ए ओके थ्याङ्क यू हुन्छ धन्यवाद होइन पर कता मैले म बिचमा घुम्दा घुम्दै फ्याली पठाएँ क्या टिकट कतानिर फाले मलाई पनि थाहा छैन सो सचेत धराने समूह हजुर ब्लग गरेको तर आफ्नै उसको लागि मेरो आफ्नै नामबाट छ निर्मल गुरुङ भनेर हजुर हस् थ्याङ्क यू So I think I found one subscriber. She's going to subscribe as per her. Hello. Rock garden. एकदम प्योर श्रमदानबाट बनेको पार्क समूहको नाम लेखिएको छ के अरे सचेत धरानी समूह कार्य समिति नामावली यहाँ पढ्नु होला तपाईहरुले ल यति धेरै पढ्दा त म त यहाँ रात पर्ला जस्तो लाग्यो एनीवे रात त पर्दैन होला अलिक एक्जजरेट गरे जस्तो भयो है rock garden some lovebirds around here but I'm not going to reveal it's their personal life okay as you can see stairs are here the stairs स्टेयर्स छ चढ्दै जाउँ माथि कस्तो छ कस्तो रमाइलो So guys, here I am now. Dharan. पूर्वकै सुन्दर सहरको नाम है यो चाहिँ So this is the entire view. It's a beautiful, it's mesmerizing view. You can see hill, greenery, river, park, everything you can see. So you can see here यहाँ चाहिँ फलाई चाहिँ बनाएको छ चौतारा के भन्छ यसलाई हैन उहाँको नाममा स्वर्गीय राजबहादुर नेम्बाङ उहाँको नाममा उहाँको फ्यामिलीहरुले बनाइदिनु भएको छ If you wish from your side to build anything like this, I think you can proceed. You can coordinate with our sub-metropolitan Dharan and the mayor.
think I'm sweating, yeah? Not much. अलिअलि पसिना आउन थालेछ. After a long time back. पसिना आउनु बिर्सिसकेको छ मेरो शरीरले त. So तपाईहरु सुन्नुभयो त्यो सायद म्युजिक सुनिराख्नुहुन्छ ब्याकग्राउन्डमा. So it's preparing for inauguration. Tomorrow going to be inaugurate Gorkha Chowtari, which is contributed by ex-armies, I think. I don't know exactly whether from only from the UK or also from the India. I have no idea. But that's in the memory of our brave Gorkha Rifles. So they're going to Gorkha Chowtari, they're going to build. Actually, it has been built, so they're going to inaugurate. $5 crore Oso Park. Only you can see the stairs only. Stairs and railing. How they can digest this much money with those few stories of stairs. There's no restroom around here. Okay, while let's move to the another place. घुम्यो श्रम संस्कृति पार्क. फिजिकली कन्ट्रिब्युट गर्न भ्याएको छैन मैले. Let's hope one day very soon. So यहाँ बच्चाहरूको प्लेग्राउन्ड पनि छ. हेर्न सक्नुहुन्छ. स्लाइडिङ स्विङ पिङ भन्छ अब नेपालीले चाहिँ हैन. Piङ छ. So they can enjoy, they can play here. So they're enjoying their play. I think I'm about to finish. I'm about to finish the tour of the rock garden. Okay. So Brisbane कति राम्रो छ. Designated के हो. It's nicely designed. It's beautiful. See over the river. Photo खिच्दियो? ए sorry है disturb भयो. Disturb यति हो. So beautiful river. If you nature lover, you can come and visit here at least once. Okay guys, come and have a visit. Don't judge from your home or by the mobile. Come and have a visit. How it has been built. Whew. Okay, I've been here already, so I will go across the river from this bridge.
Actually, whistle बज रहा था. Sorry, किसी ने. I'm sorry. I think I'm disturbing those guys who's taking picture. So about to finish. If there's way, so I can go through this way. रङ बाटो आयो जस्तो छ म त मैले बाथरुम देखिन ए छ उता बाटो छ जस्तो छ so it's time to exit सबै हातले बाँधेको सबै श्रमदानले not single rupee, single money from government budget. Oh, एकदम रमाइलो रहेछ त. Okay. STS Rock Garden. It's okay, I'm gonna take a picture. So finally, my tour is over here. Rock Garden. I think I'm leaving now, okay? So please keep watching my video and thank you so much for accompanying me until now. If you like the video, please do like, share and comment. And stay peace.